मान्छे नै हाम्रो लागि चाहिँ बाधा हो होइन। त्यसकारण राम्रो भन्ने मान्छेहरूलाई पनि एउटा थ्याङ्कफुल हुनुपर्छ, एउटा एप्रिसिएट गर्नुपर्छ भनेदेखि नराम्रो हुने मान्छेलाई पनि थ्याङ्कफुल हुनुपर्छ। किनभने बुद्धले भन्नु सक्यो नि, राम्रो गर्नेलाई त जसले पनि राम्रो गर्न सक्छ नि, ज्ञान नभएको मान्छेले पनि राम्रो गर्न सक्छ। आज हामी फ्यामिलीलाई किन राम्रो गर्छ? साँच्चै त फ्यामिली हामीलाई माया दिएको कारणले हामी फ्यामिलीलाई माया दिने हो। तर माया नदिने मान्छेलाई माया देख्नु सक्नु चाहिँ त्यो चाहिँ ठुलो कुरा हो। जसले तपाईँलाई रिस राग मोह गर्छ त्यस्तो व्यक्तिप्रति पनि हामीले करुणा जगाउन सक्नु चाहिँ के हो? धर्म हो, ज्ञान हो। न त भने त राम्रो गर्ने मान्छेले जहिले पनि राम्रो गर्न सक्छ, सक्दैन र? भन्नु त सक्छ। तर हामी चाहिँ के हो? ध्यान अभ्यास ज्ञान भनेको त्यो हो कि जब चाहिँ अरूले नराम्रो गरे तापनि उप्रति करुणा जगाउन सक्नु चाहिँ त्यो ज्ञान हो, त्यो करुणा हो। हामीले सक्छ? सक्दैन। अन्त दिदी भने एक गराको दुई भन्न सक्छ। त्यो चाहिँ भन्नु खोजेको चाहिँ हामी चाहिँ यो संसारको सुख पनि बाधा हो, दुःख पनि बाधा हो। हामीले चाहिँ एउटा ज्ञान प्राप्त गर्नलाई चाहिँ संसारको सुखसँग अल्झेर बस्नु पनि बाधा हो, संसारको दुःखसँग अल्झेर बस्नु पनि बाधा हो। संसारको सुख र दुःखको जालबाट उम्केर पार हुने पारमिता भन्ने पारमिता भन्ने प्रज्ञा पारमिता छ नि हाम्रो टिकटमा, प्रज्ञा पारमिता छ है। प्रज्ञा भनेको प्रज्ञा हो, पारमिता भनेको पार ल्याउनु, दुःखलाई पार ल्याउनु, अज्ञानतालाई पार ल्याउनुलाई पारमिता भनिन्छ होइन। रिस राग मोह रागलाई चाहिँ पार गर्ने, यो संसारबाट चाहिँ यसरी यो टिपेर निर्माणमा लागेको चाहिँ पारमिता है, पार गर्नु। प्रज्ञा भनेको ज्ञान हो, यतिको त पार हुँदैन, एउटा उयो त चाहियो, विष त चाहियो। त्यो पार ज्ञानबाट चाहिँ हामी पार हुन्छ भने चाहिँ त्यो प्रज्ञाले त्यो ज्ञानले चाहिँ हामीले पार गर्नु छ। प्रज्ञा जब हामीभित्र ज्ञान आउँछ नि नराम्रो आफै हट्दै जान्छ भनिन्छ। एउटा प्रज्ञा पारमिता भनेको चाहिँ पारमिता भनेको हामी दुःख अज्ञानता रिसबाट चाहिँ हामी पार गरेर निर्माणको बाटोमा मोक्षको बाटोमा लाग्ने पारमिता। प्रज्ञा भनेको ज्ञान, जब ज्ञानद्वारा मात्र हामी चाहिँ पार हुन सक्छन्। त्यसैले तपाईँहरू यहाँ आइरहेको छ भनेदेखि आफ्नो लागि आएको हो, तर आफ्नो लागि भनेर आफूलाई किन आएको? प्राणीको हित गर्नको लागि आएको हो नि। त्यस्तो बात चाहिँ निस्वार्थ हुनुपर्छ, हामी सबैमा हुनुपर्छ है। त्यसै कारणले हामीले राम्रो सबैले गर्न सक्छ, राम्रोलाई राम्रो गर्न सक्छ। तर हाम्रो प्रयास हाम्रो कोसिस चाहिँ के हो? हामीलाई नराम्रो गर्ने मान्छेलाई पनि राम्रो गर्न सक्नु चाहिँ हाम्रो के हो? प्रयास हो। हामीले गाली गर्ने मान्छेलाई पनि उप्रति ताली बजाउन सक्नु हाम्रो कोसिस हो। त्यस्तो गर्न सक्यो भने चाहिँ हामी साँच्चै परिपक्व भइसक्यो। हामीले चाहिँ धर्म गर्ने बाहिर हेर्ने होइन रे, आफूभित्र हेर्ने हो है, आफूभित्र हेर्ने। हामी सबैजना यहाँ ध्यान अभ्यास गरिरहेको छ, हामीले चाहिँ के हेर्ने भनेको अरूले रिसाइरहेको छ भनेदेखि ठ्याक्क हामीलाई रिस उठ्छ नि, त्यतिखेर के रिस उठ्छ नि हामीलाई, त्यतिखेर के बुझ्ने? म ध्यान अभ्यासमा पाकेको छैन रहेछ। त्यो अरूलाई नराम्रो भन्ने होइन कि मैले यत्रो ध्यान अभ्यास गर्यो, म यहाँ दिनकै आइरहेको छ, ज्ञान